अटो ड्राइभरज्यूले जाली चलाउनु भएको छ। यहाँ चाहिँ बाटोहरू चाहिँ बिजै रहेछ। मैले सोचेको थिएँ बाटोहरू एकदम कच्ची होला भन्ने सोचेको थिएँ। कति भयो त यो बाटो बनाएको? एक वर्ष भरै छ। यो चौरजरी भन्ने चाहिँ तपाईँको एक किसिमको यो अलिकति तराई जस्तो टाइपको रहेछ है। पाहाड जस्तो एकदम समतल। यो बाहेक अरू त सबै हिरपाखा होला। राम्रो लाग्यो ठाउँ। त्यही भएर बस्ती पनि यतातिर धेरै रहेछ। त्यही भएर लास्ट हो चौरजरी, रुकुमको लास्ट। ए उता सल्यान पऱ्यो पारि, हजुर। उता जाजरकोट पऱ्यो। यतातिर जाजरकोट, यतातिर सल्यान। नेपालको भूभागहरू पुरै डाँडा बखाहरू छ जताततै। चोर्सी यहाँनिर यो भित्र। हामी यतै झरौँ, है त हामी यही झरौँ है त। ल 150 रुपियाँ होइन। यहाँनिर हामी यसरी चाहिँ अटो चढेर चौरजरीको होटलबाट बसेको ठाउँबाट चाहिँ चर्च जाँदैछौँ। हाम्रो प्रचण्ड गर्मी छ अहिले, एकदम प्रचण्ड गर्मी भएको अवस्था। ओ आइसी फोटो खिच्नु। अब recorded in this place. यो पहिलो चाहिँ यहाँ भिजिट हो मेरो पनि। यहाँको जनजीवन, यहाँको बिरामीहरूको अवस्थाहरू यो हस्पिटलमा चाहिँ निर्मूल पारिने उपचार गर्ने गरिँदो रहेछ। यो फार्मेसी अपरेसन थिएटर, सरी अपरेसन डिपार्टमेन्ट। जतिको बिल्डिङ रहेछ सुत्केरीहरूको बिल्डिङमा जति रहेछ। नाइस, व्यवस्थापन राम्रो रहेछ। यो अन्तरङ्ग विभाग अनुमति बिना प्रवेश निषेध गरेको रहेछ। यहाँ पनि हामीले देख्न सकिन्छ डिपार्टमेन्टहरू रहेछ। नर्सिङ स्टेसन, फेरि अर्को डिपार्टमेन्ट रहेछ यतातिर। के हुन्छ भने डिलिसन रमाइलो ठाउँहरू चाहिँ मिटिङहरू, नेगोसिएसनहरू, प्लानिङ्सहरू बन्द रहेछ त्यहाँनिर। यतातिर भेरी नदी हो तल। यतातिरको पर्यावरण यस्तो रहेछ। यहाँबाट भेरी नदी देखिँदो रहेछ। यहाँबाट भेरी नदी अवलोकन पनि गरेर आउँ। पछाडि साइडको रहेछ यो हस्पिटलको भेरी नदी एकदमै सुक्खा अवस्थामा रहेछ अहिले। लेकिन म तपाईँहरूलाई दृश्य देखाइदिन्छु। उतापट्टि जाजरकोट होला, त्यतातिर सायद सम्भवतः सल्यान जाजरकोटहरू हुन सक्छ। यो चाहिँ अब रुकुमको एकदमै भनौँ टाढा एकदमै विकट ठाउँको पनि एउटा चाहिँ एक किसिमको चाहिँ हस्पिटल रहेछ। चौरजहारी भन्ने ठाउँको हस्पिटल हो यो चाहिँ। यतापट्टिको पछाडिपट्टिको भाग रहेछ। भेरी नदी देखिँदो रहेछ यहाँबाट। भेरी नदी, रिभर भेरी।
जाजरकोट उतातिर चाहिँ जाजरकोट देखिँदो रहेछ रुखहरू एकदमै राम्रो राम्रो कलकलको रुखहरू पनि रहेछ हो कस्तो दामी कस्तो राम्रो रुखहरू चाहिँ दुईवटा नदी सानो भेरी ठुलो भेरी मिसिएर भेरी नदी यो ठुलो भेरी हो दुई भेरी हो अनि सानो भेरी ठुलो भेरी मिसिएर अच्छा अच्छा यो चाहिँ अनि कति गहिरो होला यो थाहा भएन कति छ है यो त्यो जाजरकोट भेरी नदी रुखहरू एकदम नजाराहरू दामी देख्दो रहेछ मेरो आशा साथी है उताबाट खेल्नु हामी चाहिँ यात्रा गर्ने क्रममा म चाहिँ आउँदै गर्दा चौरजहारीबाट हामी नुवाकोट गाविसमा जाँदैछौँ नुवाकोट भन्ने एउटा ठाउँ रहेछ यहाँ एकदम प्रचण्ड गर्मी छ रुकुमको यो चौरजहारी नगरपालिकाको नुवाकोट भन्ने गाविसमा यो अफरोडको बाटो हुँदै जाँदैछौँ त्यो बाइकमा चौरजहारीमा आएर एउटा साथीको बाइकमा आएर फेरि जान लाग्यो मेरो बाइक चाहिँ हुँदैछ हिजो गाडी यो चाहिँ रुकुमको एउटा ठाउँ यो चाहिँ त्रिवेणी गाउँपालिका टुर छ जस यो बाटो हुँदै गर्मी चाहिँ बेपत्ता रहेछ ओहो डन्डालाई पुरै घाम छ बाइक चलाउँदै चलाउँदै हामी यहाँ आइपुगिसक्यौँ रुकुमको पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा आइपुगिसक्यौँ यहाँनिर चाहिँ अलिकति बस्तीहरू यसो देखियो घरहरू यसो बस्तीहरू रहेछ कति राम्रो रुख डाँडा लेट्स ड्राइभ अगेन खोल्यो सानो समस्या आएको अवस्था के भयो लगेको हुँदैन यस्तो रहेछ कि त्यसको छुट्टो रहेछ ठिक छ जिन्दगीको लकै खुल्दैन हेर्नु अब हेलमेटको लक भन्ने पर्दा भइहाल्छ नि रुकुमको पश्चिम रुकुमको चाहिँ इन्द्रेणी गाउँपालिका इन्द्रेणी गाउँपालिका त्रिवेणी त्रिवेणी गाउँपालिका पश्चिम रुकुमको चाहिँ यिनीहरूले रुकुमको इन्द्रेणी गाउँपालिकाको एउटा बजारमा आइपुग्यो बाइक चलाउँदा चलाउँदा हात दुख्यो यहाँ पेट्रोल पम्प पनि रहेछ होइन यस्तो रहेछ गाडी साडी चल्दो रहेछ बाइक यहाँ आयो यो बाटो चाहिँ यताबाट कता जति निस्किन्छ रुकुम खलङ्गी रुकुमकोट हुँदै बागलुङ काठमाडौँ ड्याबाट ए बागलुङ काठमाडौँतिर ए हामी के अस्ति हामी यहीँबाट आयो र गाडीमा चौरजारी जाँदा बाटो चौरजारी अर्को बाटो ए अर्को बाटो ए अच्छा एमसी मोबाइल सेन्टर रमाइलो रहेछ यता पेट्रोल पम्प रहेछ यताबाट मुसिकोट जाँदो रहेछ यो बाटो यता मुसिकोट जाने रे यो चाहिँ पुरै बजार एरिया रहेछ यतातिर यत्रो डाँडा जङ्गलको बाटो विकट बाटो कटेर आएर बल्ल यहाँनिर आएर बजार देखियो यो चाहिँ त्रिवेणी गाउँपालिका रहेछ त्रिवेणी गाउँपालिका यो रुकुमको
के गर्ने यस्तो छ मुसीकोट यतातिर जाने यताबाट खलङ्गा जाँदो रहेछ हिँड्दै आएको बाटो हामी अस्ति आउँदाखेरि चौरजारी आउँदाखेरि अर्को बाटो तलको बाटो आएर चाहिँ बाइक गाडीमा यस्तो छ ल ठिक छ मेरो बाइक यहाँ पार्किङ छ ऊ त्यो पछाडिको गाडीमा जाने हो यो चौरजारी हो बिहानको टाइम 7 7:30 बज्नु बज्यो यहाँ चाहिँ चिया खाएर टक्क निस्किनु पऱ्यो अब यहाँको चौरजारी ठाउँको एउटा चिया पसलमा चिया खाएर निस्किनु पऱ्यो जाँदा 2 घन्टा लाग्यो आउँदा 1.5 घन्टा जस्तो लाग्यो एउटा भाइले Well, I'm having coffee at this morning time in Chowdhury, Rukum. So I'm fortunate to have this with my friends. नयाँ साथीसँग भेट भएको छ नारायण आचार्य भाइ सर कफी खाइसके पछाडि यात्रा प्रस्थान गर्छौँ होला This is the interior looks of this bus where I'm traveling. यहाँ यो खलङ्गा बस पार्कमा हामी अहिले चाहिँ रुकुमकोट आइपुग्यौँ खलङ्गाबाट कटेर मुसीकोट पनि कटेर रुकुमकोट आइपुग्यौँ यो हो रुकुमकोटको यहाँनिर कमलदह भन्ने त्यहाँनिर चाहिँ ताल छ ताल कमलदह भन्ने ताल छ रुकुमकोटको चाहिँ कमलदह भन्ने यहाँनिर देखाउँछ जति छ यहाँनिर छ सबै चिजहरू भेरी फेन्सी अल अफ द थिङ्स फर भिजिटर्स अब यहाँबाट हाम्रो यात्रा हुन्छ अलमोस्ट खासमा भन्दाखेरि खाबङ बजार हुँदै काँक्री अचम्मको कुरा के छ भन्दाखेरि यो डाँडा चाहिँ सल्यान हामी चाहिँ अहिले सल्यानमा छौँ यो सल्यानमा छौँ अनि उयो चाहिँ के अरे भाइ त्यो सल्यान त्यो रुकुम त्यो चाहिँ रुकुम त्यो डाँडा चाहिँ रुकुम यो चाहिँ सल्यान है हो यो चाहिँ सल्यान यो चाहिँ रुकुम यहाँबाट देख्छ क्या अब पश्चिम रुकुम यो भेरी नदी अघि चाहिँ कस्तो दामी देखाएको थियो कि यो रोटी चिकन ओ वाउ खाना भनेर रोक्नुपर्ने अवस्था आएको छ गाडी पनि अटेरिरहेछ एकदम ड्राइभर
खाना खानलाई रोक्यो रोक्नु त तर कहाँ खाने के खाने है कतै केही भेटिँदैन अस्ति नै हामीले यही रोक्यो होइन र यही रोक्यो केही त छैन रुकुमको यो बाटो फर्किने क्रममा यो चाहिँ कुन हो घुमे हो कि कुन हो यो एकपल्ट हेरौँ है त ठाउँ हो समथिङ लाइक द्याट कुन हो ठाउँको नाम त थाहा भएन यहाँबाट पोखरा हुँदै उतातिर काठमाडौँ निस्किने हो पेट्रोल हेर्दा हेर्दै गाडी पनि बिग्रेको अवस्था अब के गर्ने यहाँ आएर गाडी बिग्रियो अरू चाहिँ यसरी भिडियो बनाएर भन्नुपर्ने भयो यहाँनिर खोलाको पानी सर बगिरहेको छ त्यो राम्रो सुन्दर दृश्य देखिन सकिन्छ यहाँ डाँडा हो यो भेरी नदी अघि चाहिँ कस्तो दामी देखाएको थियो कि यो रोटी चिकन ओ वाउ अरू चाहिँ यसरी भिडियो बनाएर भन्नुपर्ने भयो यहाँनिर खोलाको पानी सर बगिरहेको छ त्यो राम्रो सुन्दर दृश्य देखिन सकिन्छ यहाँ डाँडा हो अहिले रातिको 12 बज्यो ठ्याक्कै 12 बज्यो गाडी गुडिरहने क्रममा अब खाना खानलाई बल्ल रोक्यो अहिले कुन ठाउँमा भन्ने हो भने यो कुन ठाउँ हो यो ठाउँको नाम लेखाएर हिँड्छ यतातिर हेरौँ रातिको टाइममा चाहिँ अहिले बिहानको 5-6 बजेको छ बिहानको 5-6 बजे गाडीले यसो खाजा खानु भनेर नास्ता खानु भनेर रोकेको अब पसलै खुलेर हिँड्छ अब यो माथि नागढुङ्गा आउने बेला भयो अब काठमाडौँ बस पार्कमा रोकिन्छ अनि हाम्रो यो यात्रा समापन हुन्छ